ल आजबाट यहाँबाट चाहिँ काठमाडौँ यस्तो छ है। यहाँबाट यो सिन पनि हिजोकै ठाउँ हो नि त यो है। तैपनि आज पनि यतै घुमेको हुँदा हामी बाउ छोरी हिँडेको हुँदा यही देखाइदिनु पर्यो आज पनि है। मौसम आज पनि धमिलो छ। ल हेर्नुहोस् बाटो यो हामी यही बाटोबाट जान्छौँ। अब यतापट्टिबाट हेर्दा पनि यतापट्टि पनि त्यस्तै छ दृश्यहरू है। सब धमिलै हो। टोडेलो माथि कङ्कालीको डाँडा भने यो कालु पाण्डे जाने भनेको त्यो डाँडाबाट उतापट्टि हो है। यहाँ धान झुल्दैछ, पहेँलो पहेँलो भइरहेछ धान है। हो त्यो माथिको डाँडा चन्द्रगिरी पुरै कुहिरो लगाइरहेछ। त्यो हो पारीको चाहिँ हो है चन्द्रगिरी, कुहिरो लगाइरहेछ। धान यतिको भएको छ काठमाडौँमा। छोरी आज हाई भन्दैछ। हामी आज पनि त्यही बाटो घुम्न आएको है। फुलहरू अलिअलि फुल्दैछ तिहारको लागि। यसरी फुल्दैछ फुल। अर्कै कलर आइरहेछ त। कस्तो कलर आइरहेछ यो मौसमले गर्दा हो कि त रातै देखिँदैन त। हामी कहाँ हुने बाउ छोरी हिँडेको। फुललाई किन पहेँलै देखाएन, छक्क परिरहेको छु म। धानको खेत एउटै गरेर यत्रो यो कुन कलर लागिरहेको छ यसमा। फुल चाहिँ पहेँलो आउनु भने पहेँलो देखिन, घामले टल्किएर किन टल्किएछ भन्ने कुरो हो है। त्यस्तै हो है। बाटो यस्तो छ, मेरो छोरी छल्दै छल्दै हिँड्दैछ। यहाँ हामी दिनमा एकचोटि आउनै मन लाग्छ क्या। अलि रमाइलो ठाउँ छ, अलि एकान्त भयो नि तताततै देखिन्छ। त्यसले गर्दाखेरि हामी बाउ छोरी चाहिँ प्रायः छुट्टीको बेला दिनमा एकचोटि चाहिँ आएकै हुन्छ। छोरीलाई अलिअलि घुम्नलाई पनि हुन्छ, फ्रेस नै हुन्छ। त्यो बाटो यत्रो रहेछ। अब त यहाँ बाइक पनि रहेछ, कसले पार्क गरेर गयो बाइक। हिजो मैले देखाएको भ्यू हो, अर्को ठाउँमा आइपुग्यो। यो यसलाई देखाएको ठाउँ चाहिँ यो हो है। यो छ रुखहरू, यति ठुल्ठुलो रुखहरू नि छन्। के हेर्दैछ बच्चाले। दसैँको दोस्रो दिन हो आज है। यही यो बेलुका उता गएको थियो, बेलुका उता गएर आइयो, बिहान आइयो। अब यस्तै त हो।
मनाइयो दसैँ अब दुःख सुख यस्तै त दुःख गरियो के गर्नु होइन छेउमा मान्छेहरू आएकै छैन कसैले गर्दा त्यत्तिकै छ कहिले खोल्छौँ जहिले खोल्ने त्यो च्याउ त्यो खोल्ने छोराहरू नि उडिरहेछन्